Hey guys, what's up? This is Mr. Lays, I thought like I'll give you a surprise भनेर त सोचेको छुइनँ तर पनि अब सरप्राइज हुनुहुन्छ होला यो भिडियो हेरेर किनभने लास्ट भ्लगमा अब त्यो हुन्छ नि स्लिम बडी स्किनी बडी भएको मान्छे अहिले त आइएम टोटली चेन्ज्ड आफ्टर इयर्स आइम होल्डिङ अ क्यामेरा टु भ्लग होइन अनि मेरो चाहिँ आई फ्लू आइरहेको छ नि त फेरि कि त्यही भएर चाहिँ आँखामा चाहिँ अलिकति नहेर्नु मलाई हो आँखा सुनिरहेको छ चिसोमा बेसी बाइकमा बेसी कुदेर अब हजुरहरू के कस्तो हुनुहुन्छ सन्चै सुविस्ता के कसो छ म चाहिँ एकदम दसैँमा काट्न आँटेको सुँगुर जस्तै भएको छु टाढा हो अब चाहिँ उठ्नु आँटेको आजदेखि चाहिँ भ्लग गरौँ भनेर सोचेको थिएँ चाहिँ अन्त बिहानदेखि स्टार्ट गर्नु लाग्यो हेर्दै गर्नुहोस् गाइजहरू बिहान उठेर हेर्दा फेरि दिन चाहिँ यस्तो छ घर आँगनी यो बिहान उठ्ने बित्तिकै कालो चस्मा लाउनुपर्छ आजकल त होइन साइज चाहिँ त्यही हो पहिला लास्टमा मेरो साइज थियो होइन अहिले चाहिँ डबल एक्सल भएको छ त्यति हो चेन्जेस भनेको केही मात्र छैन मेरो भाइले त चिन्नै हुन्छ यहाँ त रोहन यत्रो थियो कत्रो गाइस मोमो खाने अरे ममाले मोमो बनाउँदै हुनुहुन्छ म चाहिँ यहाँनिर बेल्दैछु हो मोमो मुखको ओमाले बनाएको मोमो Cheers. So hey guys, हैन हिजो अर्कै मान्छे अहिले अर्कै मान्छे यो एकैचोटि त यो भ्लगहरू मर्ज गरेर आउँछ किनभने अहिले मैले कन्टेन्ट भन्दा पनि आइएम सो लो इन कन्टेन्ट त्यही भएर मलाई आजकल भ्लग आउनु यस्तो स्पट लाग्छ होइन सक्दिनँ कि अलिकति जान्छ नि अलिकति खिच्छु पहिला त कन्टेन्ट छ त्यही भएर आज अर्कै लुगामा पनि छु कपाल पनि काटेर आएँ सो कस्तो देखिरहेको होला अब चाहिँ पहिलाको जस्तो चक्लेटी बुझ्नु पऱ्यो भनेर चाहिँ कपालहरू पनि काटेर चाक्रिक भएर आएको छ कन्टिन्युटी दिँदैछु आज भ्लग गर्दैछु हो त्यही हो अहिले रात भइसक्यो गर्नु चाहिँ यो भ्लग चाहिँ एकैचोटि आउँछ होइन त्यही हो यो अपडेट दिँदै गर्छु के कस्तो सो गाइज होइन आज चाहिँ यो हाम्रो राजन भाइ थियो यिनीहरू नुहाइदिनु पऱ्यो
पानी अक्टोको पानी एउटा पुग्छ खेल्नु मजा आउँछ लाउनु मजा आउँदैन है यहाँ कुकुर छ यो लिची हो नुहाएर यी घाम तपिरहेको छ यो जम्बु हो यो 2-3 दिन भतुवा लागेर आज घरमा ल्याएर नुहाइदिएको यो चाहिँ सानो कान्छी अक्टो अन्त यसलाई पनि नुहाइदिँदैछ यही गर्दा कराइरहेको छ अक्टो हेर्न अक्टो लु अक्टो यता ए गाह्रो भइरहेको लु लु जम्बु लु यहाँ हेर टल्क्यो जम्बु ल लिची लिची जाडो भयो न्यानो भयो लु अन्त यता चाहिँ सबै सागपातहरू फुलहरू सबै छ फुल फुलिरहेको छ यहाँ काउलोको बोट उपर कमलाको बोट अन्त सबै फुलै फुल छ अन्त यहाँ चाहिँ गुलाबको फुल यो के जति फुल हौ यता पनि सयपत्री नै छ यता पनि सयपत्री यो चाहिँ जम्बुको कुखुरा खोर यहाँ सदाबहार पनि फुलिरहेको छ चिउरी फुल पनि फुलिरहेको छ यहाँ चाहिँ सबै छ अब चाहिँ कुकुरहरू मात्रै बस्दैछ यहाँ बिरालु पनि पो सानो छ यहाँ चाहिँ बरन्डा हो फुल फुलिरहेको छ ढकमक्क फुल फुलेको हेर्नुहोस् है सबैले हाम्रो फुल चाहिँ दामी छ नि बिन्ता बढी पनि आउनु हुँदैछ तलबाट यता चाहिँ जेठा बडाको घर लिची के भयो सफा भयो अक्टो त मेरो अक्टो कान्छीलाई कसले 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 सिट चिट 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 जम्बो हाउ आर यु अस्ति मेरो आम धुलै खाएको थियो बदमास गरेर हो यो त्यही म ए जम्बो पिछाइरहेको छ हेर्दैन मलाई अक्टो छ यहाँनिर मेरो दाजुको कुकुर माया गरेर राखेको छु नि दाजुको कुकुर बस बस आम्मा यस्तो छ नि बाइक चढ्ने बानी भएर अलि बाइकमा चढ्यो भने यसरी बस्छ है त्यही हो औँला पिल्लाई पठाएँ अब चाहिँ मैले आफ्नो कुरो धुयो एकछिन घाम पनि छोडिदिन्छु चारो काट्नु अन्त अब चाहिँ खाना खुवाइ हुन्छ
बाजे चाहिँ के गरेको मलाई चाहिँ खाना दिनु भएछ कोमाले हात धुन्छु है म फेरि धोएर हात धोएन भनेर कि लु बजाइदिउँ वाह त्यो अहिले भेट्छु ल ओके Tombo. Tombo. के गर्नुपर्छ अरे यस्तो एम्स्टर्डममा एक हातले हुन्छ होला हुन्छ होला है खेतमा समात्नु ल लाग्छ ढङ्ग न भङ्ग गएको हामी यसले गरेको मैले गरेको के भइरहेकोमा त्यस्तो दामी भएन के हो यो को प्याज छोरा न तिमीले छोरा न म त जान्दिनँ बोला हाले चाहिँ छोरा हुन्छ अन्न छर्नु त लु म हेर्छु यहाँ भिडियो बनाउनु मलाई हालेको छैन नि त यहाँ हालेकोमा ठुलो नबनाउनु कसरी मान्छे हिँड्नुपर्छ के लाउने यसरी छर्यो भने उम्रिन्छ तपाईँहरू कहाँबाट सिकेको पो यसरी छर्नु यहाँकोमा कहाँबाट सिकेको यसरी छर्नु खन्नु नेपाल
पक्रिनु यसमा मात्रै हाने होइन पल्लोमा के हाने के भनेको तपाईँले आफै हान्दैछ यता केमा हानेछ नि गोपाल चाहिँ बिर्सेछ प्याज हान्ने यहाँ पालङ साग यहाँ चाहिँ के छर्ने भने हाने छैन के छ अरे यो चाहिँ यता छेउमा छर्यौ न त यता तल्लो वर्ष पछि सार्दा हुन्छ अरे मुला खाली चाहिँ हाल्यो नि गाजर गाजर पनि छ होइन साप्रो हुनुपर्छ उब्रिन्छ यो कति दिनमा उब्रिन्छ छर्दा फेरि उतामा त हानेर त्यहाँ हानेको छौ most irritated person in the world यहाँमा हानेको हरियो मकै दरम दरम प्याजको मुला हाने ऊ कप नि गोपालले यो बन्दकोपी भएको बा फुलकोपी है कोमा गाजर छ होइन साग फलाउनु भएको रहेछ सिमी थियो यहाँनिर हिजोसम्म अस्तिसम्म सिमी बारी उयो गरेर खनखान पारेर यहाँ तलतिर बारीतिर चाहिँ नरोपेको बाँदरले हत्तु वर्ष बाँदर खेद्दा खेद्दा हुन्छ यहाँ चाहिँ घर अगाडि भएर बाँदरहरू रहँदैन चाहिँ यता रोप्नु भएको भन्नुहुन्छ मल छरिदिउँ अनि म निस्केको ल म चाहिँ अब निस्केँ त्यहाँबाट किनभने मलाई आउँदैन केही काम गर्नु सिकिँदैछ त्यही हो बिहान चाहिँ मेरो औँला यस्तो भयो हो किन भन्दाखेरि चाहिँ यसले चाहिँ यो जालीमा चाहिँ खिर्की बनाएको थियो यसले चाहिँ डल्लो च्यातेर हो यो अर्को जाली हालिदिएको यसलाई यो रिपेयर गर्ने हुँदाखेरि चाहिँ बिहान यसो घर हो यो चाहिँ जम्बो जम्बो हाउ आर यु भेरी स्याड ल गाइज यस्तै हो सुख दुःख गाउँघरको मिठो मसिनो भिडियो भ्लग यस्तै हो रमाइलो छ आनन्द छ चलिरहेको छ जिन्दगानी